सुदूरपश्चिम प्रकृतिका अनेकौं अनुपम संवाहक भएको प्रदेश हो। यसै प्रदेशको कैलाली जिल्लास्थित चुरे गाउँपालिका पर्यटनको निकै सम्भावना भएको क्षेत्र हो। चुरे गाउँपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो। सहजपुर, निगाली, खैराला गाविस एकीकृत गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2073 11 महिना 28 गतेको निर्णयअनुसार चुरे गाउँपालिका घोषणा भई सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ। यस गाउँपालिकाको पूर्वमा कैलाली जिल्लाको मोहन्याल गाउँपालिका, पश्चिममा डोटीको बडीकेदार गाउँपालिका, उत्तरमा जोराइल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन्। चुरे गाउँपालिकाको कुल क्षेत्रफल 493.18 वर्ग किलोमिटर रहेको छ। चुरे गाउँपालिका वडा नम्बर 5 मा पर्ने बुढीटोला तथा खानीडाँडा अधिकांश तराईमा बस्ने पर्यटकको रोजाइमा पर्ने गरेको छ। गर्मी समयमा चिसो मौसमको मजा लिन धनगढी, महेन्द्रनगर लगायत भारतीय सीमा क्षेत्रका पर्यटकहरू समेत यहाँ पुग्ने गर्दछन्। खानीडाँडाको चिसो मौसममा रमाउँदै थोरै पर रहेको भासुभिरसम्मको यात्रामा पर्यटकहरू पुग्ने गरेका छन्। हामीले चाहिँ अब यहाँ पहिलो कुरो चिसो मौसम, त्यसै गरी दोस्रो हाम्रो चुरेमै रहेको यो हाम्रो चमेरा गुफा र कम्पासी धुरा, भासुभिर लगायतका अन्य घुम्ने पर्यटकीय क्षेत्रहरू रहेका छन्। र त्यही गर्मी छल्ने क्रममा तलबाट हाम्रो पर्यटकहरू, आन्तरिक पर्यटकहरू जस्तै नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र इन्डियाको लखनऊ, पलिया लगायतका व्यक्तिहरू यहाँ आउनुहुन्छ। गर्मी समयमा मौसम एकदमै अनुकूल छ सर, एकदमै राम्रो छ। र स्टेको कुरा गर्नुभयो, जो स्टेको कुरा गर्दै गर्दा हजुरले हामीले केही नभने लाग्छ सायद मलाई खानीडाँडा बजारले न्यूनतम 1000 जनालाई स्टे गर्न सक्छ। खानीडाँडा क्षेत्रमा जो होटल व्यवसायहरू हुनुहुन्छ सबैको सम्पूर्ण गरेर 1000 जना जतिलाई हामी स्टे गर्न सक्छौँ भन्ने कुरा त्यो मेरो आकलन हो। खानाको लागि एकदमै अर्ग्यानिक पाइने, अर्ग्यानिक खाना पाउँछ। गइरहेको छु, अहिले बजेट मागेर गरिरहेको छु। यसलाई हामीले के कसरी हुन्छ, हामीले यसलाई अगाडि बढाउने प्रयत्नमा हामी एकदमै लागिरहेका छौँ। यसै गरी खालमा मैले सर अब एउटा सामान्य लगानीमा यहाँनिर अगाडि हाम्रो एउटा शिव मन्दिर छ। शिव मन्दिरमा एउटा सामान्य लगानीमा मैले त्यहाँनिर अब यसो भनौँ ध्वजा पतङ्गा र अब सल्लाहकै काठबाट बस्ने, फोटो खिच्ने, टायरको पिङहरू त्यो गरेको छु मैले। अब बजेटहरू आउँदै जाँदा अब आउँदै गर्दाखेरि अब आउला कति आउँछ के आउँछ हेर्नु माग गरेका छौँ कि हामीले। अब त्यो अनुरूप हामी अगाडि बढ्ने हो, त्यो अनुरूप हामीले काम गर्ने हो। यहाँको स्थानीय बासिन्दाको हिसाबले पनि मैले यो कुरा प्रचार हुनुपर्छ भन्ने मनसाय राखेको व्यक्ति हुँ म। र मैले पनि एउटा यसै क्षेत्रमा लगानी गरेर व्यवसाय गरिरहेको छु। न्यू ममता होटलको सञ्चालक पनि हुँ म। जस्तो यहाँले राखेको जिज्ञासा छ, खानीडाँडा यस्तो पवित्र पर्यटनको डेस्टिनेसन भएको क्षेत्र हो। यहाँ चाहिँ धेरै मान्छेहरू गर्मीको सिजनमा गर्मी छल्न आउने कुरा त छँदैछ। र अर्को कुरा के छ भने यो विशुद्ध पर्यटकको एउटा शान्त क्षेत्र छ जहाँ विविधता छ, धेरै खालको विविधता छ। यहाँ पाइने वनस्पतिहरू, फलफुलहरू, तरकारी खेतीहरू, यहाँका पशु चौपायाहरू, यहाँ बडो विविधता छ। यहाँ सबै चिजहरू बाँच्न हुर्किन सक्ने शान्त वातावरण भएका कारणले पनि यो एउटा फरक विविधता छ। अर्को कुरा के छ भने यहाँ मान्छेहरू जुन उद्देश्यले आउनुहुन्छ, यहाँ आएर जो आनन्दित दिन चाहनुहुन्छ मान्छेहरू, होटल व्यवसायले बस्न खानका लागि त एउटा व्यवस्थापन गरेको छ, लगानी गरेकै छ। तपाईँहरू देख्नुहुन्छ खानीडाँडा क्षेत्रमा अहिले ठुल्ठुला बिल्डिङहरू बनिसकेका छन्। साइपा रिसोर्ट लगायतका यहाँ थुप्रै होटलहरू पनि छन्। गाउँ अलिकति भित्र छिरेर पनि यहाँ अहिले रिसोर्टहरूमा लगानी भइरहेको छ। तथापि जुन प्रदेश सरकार या त सङ्घीय सरकारले यहाँ जुन पर्यटन विकासका लागि जुन खालको गन्तव्य बनाउनु पर्ने हो, ट्रेकिङका कुराहरू भए, यहाँका डाँडा पाखाहरूलाई ट्रेकिङ बाटोहरू खोल्ने कुरा, त्यहाँ आएर मान्छेहरू पिकनिक खानलाई मिल्ने ठाउँहरू, यहाँका पानीहरूलाई चाहिँ व्यवस्थित तरिकाले चाहिँ सञ्चालन गर्ने कुराहरू होइन, यिनी कुराहरू राज्यले जब लगानी लाउन सकेन भने मान्छेहरू निराशिएर फर्किने खालको एउटा परिस्थिति पनि छ। जसरी अब भासुमा त आएर मान्छेहरू सानो फोटो खिचेर जानुहुन्छ, त्यो एउटा गन्तव्य बनेको छ। हामीलाई देखाउनका लागि पनि एउटा
भासु जानुहोस् न भन्नका लागि अहिले भएको छ। तर तथापि थुप्रै यहाँका कम्पा सेतुराहरू, यहाँका डाँडाकाँडाहरू जुन त्यहाँबाट शान्त हावापानीहरू छ, जहाँबाट अलि टाढा टाढाका भ्यूहरू अवलोकन गर्न सकिन्छ। त्यसका लागि चाहिँ हामीले पर्याप्त ट्र्याकिङहरू चाहिँ गराउनुपर्ने, पिकनिक स्पोटहरू गराउनुपर्ने, मान्छेहरू आएर आनन्दित लिनको लागि सामान्य खालको बसाइ गर्नका लागि पनि त्यो खालको ट्र्याकिङ नहुँदाखेरि यहाँ हामीलाई चाहिँ यो पर्यटन विकास गर्नलाई जुन हामीले चाहिँ सोचेका छौँ, अपेक्षा गरेका छौँ, त्यो हुन सकिरहेको छैन। यहाँको ठुलो एउटा प्रशस्त पर्यटकीय गन्तव्य भनेको कम्पा सेतुरा हो, जहाँबाट थुप्रै टाढाका दृश्यहरू अवलोकन गर्न सकिन्छ। त्यहाँबाट तपाईँको जब शान्त वातावरण भएको बेला हामीले दृश्य नाङ्गो आँखाले देख्न सकिन्छ, इन्डियाका बोर्डरहरू देख्न सकिन्छ, यता कर्णालीतिरका दृश्यहरू देख्न सकिन्छ, पाहाडका हिमालका चुचुराहरू पनि देख्न सकिन्छ। अर्को कुरा भासुलाई पनि त्यो भासुको सडकलाई चाहिँ अलिकति व्यवस्थित रङ्गरोगन गरेर अलिकति भनिन्छ नि भाइरल रूपले त्यसलाई भाइरल बनाउनका लागि चाहिँ अलिकति थोरै प्रयत्न गर्ने भने एउटा त्यो पनि भयो। भासु भगवती मन्दिर छ, त्यसरी गरेर हाम्रो यतातिर गिथारा वडा नम्बर 6 चुरेमा एउटा गिथारा पहिरो छ, त्यो पनि त्यसको पनि आफ्नै विशेषता छ। त्यो धेरै लामो के अरे यो समयसम्म पनि त्यसको जुन संरचना छ, प्राकृतिक संरचना, त्यो संरचना चाहिँ अहिलेसम्म टचमा छैन क्या। हेर्दाखेरि नाङ्गो माटाको ढिक्का जस्तो देखिन्छ। त्यो एउटा भयो। यता बतासे झरना भन्ने पनि छ होइन, जस्तो यतापट्टि गएर खैराला दरबारहरू छ होइन। यसलाई चाहिँ राउन्ड रोडको रूपमा, यसलाई रिङ रोडको रूपमा चाहिँ विकास गर्न सकियो भने मान्छेहरू यस्तो राम्रो चाहिँ यसलाई पर्यटकीय दृष्टिकोणले यहाँ धेरै मान्छेको गुजारा हुने, यहाँ धेरै मान्छेको चाहिँ जीविकोपार्जन हुने सम्भावना छ। यहाँका स्थानीय उत्पादनहरूले पनि बजार पाउने थिए होइन। यहाँ धेरै मान्छेहरू विदेशिनु पर्ने अवस्था थिएन। अहिले विदेशको जुन लहर चलिरहेको छ, त्यावत सम्भावनाहरूलाई चाहिँ यहाँ पर्यटन विकासले चाहिँ यसलाई चाहिँ कभर गर्न सक्ने एउटा चाहिँ सम्भावना छ। यहाँ बढीतोला तथा खानीडाँडा हुँदै भासुभिरसम्म पुग्ने पर्यटकहरूलाई चुरे क्षेत्रमा थप पर्यटकीय स्थल तथा रमणीय ठाउँ छन् भन्ने जानकारी कम छ। खानीडाँडा हुँदै भासुभिर सहजपुर बजारपछि आउने फल्टुणे बजारबाट कच्ची बाटो हुँदै पुगिने रातो पहिरो र चमेर गुफा यहाँको थप आकर्षक हुन्। चुरे गाउँपालिका 6 गजारमा रहेको प्राकृतिक महत्त्व बोकेको पर्यटकीय क्षेत्र हो रातो पहिरो। फल्टुणे बजारबाट करिब 1 घन्टाको मोटरसाइकल यात्रापछि राता पहिरो र चमेर गुफा पुग्न सकिन्छ। हाम्रो यो 6 नम्बर वडाको पर्यटकीय क्षेत्र रातो पहिरो चमेरो गुफा आउँदाखेरि हामी धनगढीदेखि अतरे आउँदै खानीडाँडा सहजपुर र फल्टुणेसम्म हाइवे सडकबाट आउँछौँ। त्यहाँदेखि हामी कच्ची सडकभित्र प्रवेश गरिसकेपछि हाम्रो 4 किलोमिटर अगाडि यो हाम्रो वडा कार्यालय छ। वडा कार्यालयदेखि हामी 5-6 किलोमिटर अगाडि कच्ची सडकमा गइसकेपछि हाम्रो रातो पहिरो रोड नजिकै छ। रोड नजिकैबाट निहाल्न सक्छौँ हामी। त्यहाँ चाहिँ बाइकहरू, जीपहरू, स्कर्पियोहरू सजिलै जान सक्छ। अलि बर्खायाममा हल्का कठिनाइ भयो भने अरू टाइममा चाहिँ राम्रैसँग गाडी जान्छ। हामी रातो पहिरोमा थुप्रै सम्भावनाहरू छ। त्यहाँ रमणीय ठाउँहरू, शिवलिङ्ग, त्यस्तो धौलाबहरू मन्दिर छ अगाडि गएर। अनि त्यसपछि हामी त्यहाँ 2-2.5 किलोमिटर अलि अगाडि गइसकेपछि चमेरो गुफा छ। चमेरो गुफा पुग्नलाई हामी 10-15 मिनट चाहिँ हिँड्यो भने सजिलै पुगिन्छ। अनि त्यो पनि बाटो अप्ठ्यारो छैन, सजिलै चाहिँ हामी बाटो काटेका छौँ गत वर्ष नै। अनि त्यहाँ पिकनिक स्पोट पनि छ र त्योभन्दा हल्का अगाडि गएर एउटा झरना पनि छ र थुप्रै साथीहरू टाइममा आइरहन्छन् भने अझै त्यो प्रचार प्रसारको अभावले अलिकति ओझेलमा रहेको छ र अन्य ठाउँहरूको तुलनामा यो अलिकति 6 नम्बर पिछडिएको क्षेत्र हुनाले पनि अलिकति प्रचार प्रसार हुन सकेको छैन। र यस्तै मिडियाहरू मार्फत तपाईँहरू जस्तै हामीलाई जुन हिसाबले यहाँसम्म आएर एउटा सहयोग गरिदिनु भएको छ, तपाईँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु हाम्रो 6 नम्बरको तर्फबाट। र हाम्रो 6 नम्बरले पनि विभिन्न समयमा हाम्रो खेलकुद कार्यक्रमहरू, अन्य कार्यक्रमहरू भइसकेपछि हाम्रा खेलाडीहरूलाई, युवाहरूलाई, विद्यालयहरूलाई नै यसो पिकनिक कार्यक्रमहरू भयो भने चाहिँ त्यो क्षेत्रमा हामी लगेर त्यस ठाउँको प्रचारको लागि पनि स्थानीय स्तरबाट लागिरहेछौँ। र सीमित स्रोत साधन छ, बजेटको अभाव छ, भौगोलिक विकटता छ। अब राज्यले अलिकति केन्द्रीय र प्रदेश तहले बजेटको व्यवस्थापन अलि यो पर्यटनमा थुप्रो बजेट छुट्याइरहँदा यो हाम्रो 6 नम्बर चाहिँ ओझेलमा परिरहेछ। र यहीँबाट म हाम्रो नेताजीहरूलाई र महाननीयजीहरूलाई पनि यो 6 नम्बरलाई विशेष ख्याल गरिदिनको लागि र यो पर्यटनमाथि अलिकति बजेटको व्यवस्थापनको लागि पनि म माग गर्न चाहन्छु। र हाम्रो वडाबाट हुने चाहिँ सीमित स्रोत साधन छ, थोरै पैसा छ, त्यसमा पनि
हाम्रो विद्यालयहरू बाटो प्रत्येक वर्ष बाटो सरसफाइ गर्नुपर्ने, अन्य नियमित छुट्याउनु पर्ने बजेटहरू छुट्याइसकेपछि त्यही 10-15 लाख बाँड्ने ठाउँमा अब 10,000, 20,000, 50,000, 1 लाख भन्दा ठुलो योजना बनाउन सक्दैनौँ हामी, ठुलो भूगोल भएका कारणले। र त्यस्तो अवस्थामा पनि हामीले पर्यटनलाई चाहिँ महत्त्व दिएर थुप्रै कार्यक्रमहरू यसको प्रचारका लागि थोरै भए पनि हामीले लागिरहेछौँ। यसमा अझै हामी लागिरहनेछौँ भन्न चाहन्छु। र पर्यटकीय गन्तव्यका रूपमा परिचित रातो पहिरोका नामले चिनिए पनि यहाँका स्थानीयले धौला पहरू महाशिवलिङ्ग धामका रूपमा यसलाई चिन्ने गर्दछन्। राता पहिरोका बीचमा 100औं वर्षदेखि प्राकृतिक रूपमै रहेको एउटा शिला छ। यही शिलालाई स्थानीयले महाशिवलिङ्गका रूपमा मान्ने गरेका छन्। परापूर्वकालदेखि नै प्राकृतिक रूपमा बनेको राता पहिरो अब पर्यटकहरूको आकर्षक बन्न सक्ने देखिएको छ। यस पहिरोबारे जानकारी भएकाहरू छिटफुट रूपमा अवलोकनका लागि पुग्ने गरेका छन्। यो तपाईँको परापूर्व कालबाटै भन्नुहुन्छ। तपाईँको चाहिँ अब हामीले पनि बाजेको पनि बुवा आउनुभयो अरे विक्रम सम्वत 1990। त्योभन्दा अगाडिदेखि यस्तै थियो भन्दा तपाईँको राता पहिरोको त्यो भित्रको त्यो जो शिवलिङ्ग जस्तो छ त्यो महाशिवलिङ्ग त्यो धारे कास्ने त्यो चमेरेको त्यसमा पनि शिवजीको मूर्ति भेटियो भन्दै पहिला बाजेहरूले। तर हाम्रो त्यस्तै तपाईँको चाहिँ हामीले राता पहिरो दर्शन गरेर चमेरे गुफामा हेरिसके पश्चात त्यतापट्टि छहरा पनि छ, त्यो त्यहाँ गएर नुहाएपछि पुण्य प्राप्त हुन्छ भन्ने छ। नै हाम्रो यो अब स्थानीय तहको तपाईँको गाउँपालिका स्तरीय अब खेलकुद यस्तो कार्यक्रममा पिकनिक अन्य हो तपाईँहरू जस्तो ड्रोन सो तर त्यस्तो पनि हामीले तपाईँको सप्तमीको आसपास विशेष गरेर त्यो पहिला भएन। अब हामीले बाजेहरूले पनि त्यस्तो गर्ने, त्यसैको लागि मन्दिरमा पनि घन्टाहरू राखेर पूजाआजा धौला पहरू छ। त्यो शिवजीको एउटा चाहिँ दुइटै परापूर्व कालमा तपस्या गर्नलाई थियो नि, ऋषिहरू गर्नलाई गुफाभित्र गरेर बाबु बाजेहरूले यस्तो कथा जस्तै भनौँ हामीलाई, कथा जस्तै हजुरआमाहरूले। तर त्यो गुफाभित्र धेरै भित्र त म गएको छैन, त्यो तपाईँको रेलको डिब्बा जस्तो 6-7 भित्रैसम्म छ भने अनि त्यो हत्किएर एउटासम्ममा जान सकिन्छ। त्यहाँभन्दा छ सुनेको बुवाहरू पनि जानुभयो अरे त्यो पछि त्यो माथिबाट त्यो चट्टानहरू खस्दै गयो। तपाईँको चाहिँ अब यो हाम्रो देश अब विकासको क्रममा गएको हुनाले अब चाहिँ योभन्दा पनि अब चाहिँ अन्य चाहिँ विकसित राष्ट्रहरूमा भइदिएको भएपछि त अब हाम्रै पनि पोखरातिर गुप्तेश्वर महादेवको गुफामा पनि गएको छु, महेन्द्र गुफामा गएको छु, चमेरे गुफा होइन त्यहाँको हामीले चमेरे गुफा भन्छ, त्यहाँ चमेराको सङ्ख्या पनि थियो, अहिले लोप हुँदै गयो पनि त्यस्तै किसिमको भइदिनु भयो। राता पहिरोभन्दा केही अगाडिसम्म सवारी साधनमै जान सकिन्छ, जहाँ उपत्यका जस्तै तर सानो भूभाग रहेको गित्थडा गाउँ आउँछ। यो गाउँमा धान, मकै, गहुँ लगायतको खेती हुने गरेको छ। भित्री मधेस जस्तै वातावरण रहेको यो गाउँसम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ। यहाँबाट 15 मिनट ओह्रालो पैदल यात्रा गरेर चमेरो गुफा पुग्न सकिन्छ। परापूर्व कालमै रहेको गुफाभित्र चमेराहरूको बथान देख्न सकिन्छ। पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरो गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्धनको आवश्यकता छ। अब यो चमेरो गुफा भनेको अब हामी पनि यहाँ नयाँ बस्ती हो सर होइन। अब हाम्रो भन्दाखेरि चाहिँ अहिले हामीले चाहिँ लगभग 12-13 वर्ष जति भयो भनौँ होइन, हामीले थाहा पाएको चमेरो गुफा भन्ने अब यस्तै होइन। तर बिचमा हामीले अहिले यसको महत्त्वपूर्ण जानकारी पायो यसरी अनुसार लगभग 5-7 वर्ष जति हामीले यसको पाछौँ। अब मान्छेहरू यस्तै आउँदै जाँदै गरिरहन्छन् होइन, हेरिरहन्छन्। तर यहाँ राम्रो छ, यसमा चाहिँ कुनै चिज धार्मिक स्थल जस्तो यस्तो पानीको व्यवस्था गरेर, तर यसको भित्र त पानी छ सर छन् त होइन, तर धेरै गहिराइमा छ।
तर भित्र उसरी एकदम समथर र अलि होइन यसरी केही नभए पनि यसरी लगभग यसरी मिलाएर बस्ने भने 150 भन्दा लगभग 200 जनसङ्ख्या जति अट्ने यसको 1/3 भाग त्यसो भने अलि 20 मिटर जति भित्र अलि घिसिरेर जानुपर्छ त्यसको पनि अब अनि त्योभन्दा भित्र चाहिँ पूर्व लगभग 20-30 मिटर हिँडिसकेपछि लगभग अझ त्योभन्दा पनि होइन अलि खुला भएको ठाउँभित्र हामीले पनि भेट्टाएका छौँ सर। अब मैले त्यति नै जानकारी पाएको छु यसो अहिलेसम्म सर। अब यस्तै छन् होइन अब अहिलेसम्म अब नजिकको अब यही चुरे 6का बढी जो प्रचलित हुन्छ अनि पछि अब कहिलेकाहीँ धनगढी महेन्द्रनगरका यस्ता आफ्ना साथीहरू यस्तो कहिलेकाहीँ यही दृश्यले आउने गरेका छन्। बढी जसो सर तपाईँको यो दसैँ तिहारको बेलामा एकचोटि तिनीहरूको छुट्टी हुन्छ होइन सबैको खुल्ला हुन्छ अब घुम्ने रमाइलो तर आफ्नो साथीको अनुसारले होइन अब यताका पनि उता छन् उताका पनि अब होइन त्यही भएर अब कुनै 2-4 टाढाका साथीहरू पनि भेटेर यो तरिकाले आउने गरेका छन् सर। यसको अलिकति यसको अब विकासका पूर्वाधारहरू होइन अब बाहिर नै अब जस्तो गेट जस्तो मन्दिर जस्तो होइन यसमा पानीको संरक्षण अलिक पानीको असुविधा छ पानी पनि होइदिने हो र अनि यदि बाटो होइदिने हो भनेपछि उसरी यसको महत्त्वपूर्ण विकास भित्रैसम्म पनि त्यसको होइन सबै परियोजनाहरू गरेर त्यो खोलेर होइन त्योभन्दा पनि 1/3 भित्र छ नि होइन हेरौँ जस्तो हेर्ने खालको एकचोटि मनोरञ्जन गर्ने खालको होइन त्यस्तो चिसो एसी जस्तो भित्र भएको ठाउँ होइन त्यसमा चाहिँ मलाई विश्वास लाग्छ अलिकति केही नभए बाहिरको धेरै नआए पनि होइन हाम्रो सुदूरपश्चिमभरिकै मान्छेले पनि अलिकति त्यही साथीहरूको कुनैमा त्यसरी नै फैलिँदै जाने भन्ने लाग्छ सर। कैलालीको चुरे गाउँपालिकामा रहेका यी प्रतिनिधिमूलक पर्यटकीय क्षेत्र हुन्। यी सँगै गर्भादरबार कम्पासेधुरा बगेझरना लगायतका स्थल चुरे गाउँपालिकाका महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हुन्। यी पर्यटकीय क्षेत्रको संरक्षण प्रवर्धनसँगै स्थानीय सरकारले प्रचार प्रसारमा जोड दिएको छ। पर्यटकीय स्थलसम्म पुग्ने मोटर बाटोको ट्र्याक खोल्ने काम सकेको गाउँपालिकाले सडक स्तरोन्नति लगायतका ठूला कार्यक्रमका लागि प्रदेश र सङ्घ सरकार कहाँ माग गर्दै आएको छ। अब हामी आएपछि पर्यटन सम्बन्धी अलिकति बजेट विनियोजन गरेर डकुमेन्टहरू बनाउने प्रचार प्रसार गर्ने काम गरेका छौँ। बजेटको अभावले जति हुनुपर्ने त्यति काम हुन सकेका छैन। पर्यटन सम्भावना अब खानडाँडा क्षेत्र रातो पहिरो चमेरो गुफा थुप्रै छन्। अब यहाँ पनि माथि रेग्ने ताल छ उतातिर गर्भादरबार छ चुरे पहाडको संसारभरिकै सबभन्दा अग्लो पहाड पनि वार्ड नम्बर 4 को दरबारमाथि चिरकिट्टामा पर्छ कान्छो पहाडमा उतातिर 9वटा मल भएको छ। सम्भावना थुप्रै छन्। पर्यटनलाई यहाँ व्यवसाय तरकारी क्षेत्र सन्तुलासँग पनि जोड्न सकिन्छ तर जति काम हुनुपर्ने त्यति काम हुन सकेका छैन। प्रदेशले त केही गरेका छैन कहाँ मन्दिर सन्दिर अलिअलि बनाउने काममा मन्दिरमा बजेट हालेको छ त्यस्तो छैन। अनि होम होस्टेको पनि अति सम्भावना छ। नगरहरू बस्ती बढी भएको हुनाले यहाँ त यहाँको रैथाने बालीहरूलाई प्रयोजन गर्ने रैथाने खानाहरू बनाउन सक्ने र होमस्टे चलाउन सके पनि राम्रै हुन्थ्यो। त्यो पनि सम्भावना छ त्यति व्यवस्थित गर्न हामीले सकेका छैनौँ। सङ्घ प्रदेश सरकारले त अब केही गरेका छैन भन्दा हुन्छ। पर्यटन क्षेत्रमा कहाँ लगानी लाउने के लाउने त्यो मन्दिर बनाउने कामतिर मात्रै जोड दिए जस्तो लाग्छ। सम्भावना त यहाँ अब धेरै सम्भावना छ। फलफुललाई जोड्न सकियो बेमौसमी तरकारीलाई जोड्न सकियो। यहाँ लाली गुराँसहरू फुल्छन् अनि तपाईँको गर्भादरबार भयो चमेरी गुफा भयो। मेन भनेको यहाँ अब तराईबाट नजिक भएको हुनाले गर्मी सिजनमा भारतदेखि इन्डियादेखि आउने पर्यटनहरूलाई राम्रोसँग व्यवस्थापन गर्न सक्यो होमहरू सञ्चालन गर्न सक्यो राम्रो खालका होटल सञ्चालन गर्न सक्यो भने सम्भावना भएको ठाउँ छ। भौगोलिक त यहाँ धेरै राम्रो छ। उतातिर ठुलिगाड बगेको छ उत्तरतिर माथि डाँडाबाट तराईका फाटहरू कुहिरो नलाग्ने भने पलियासम्म सबै देखिन्छ। मनोरञ्जन दृश्यहरू देखिन्छ। माघ फागुनतिर अब लाली गुराँसहरू फुल्छन्। काफल पनि यहाँ पर्याप्त हुन्छ। जडीबुटीहरू पर्याप्त हुन्छ। सन्तोलाको पुरै पकेट क्षेत्र छ। रमाइलो ठाउँहरू पनि धेरै छन्। यहाँ प्रचार प्रसारको अभावमा बजेटको अभावमा भनौँ मेन कुरा ओझेलमा परेको स्थिति छ। त्यो अब हाम्रो यहाँ बाटो नपुगेको त लौलो ठाउँ छैन। अब बर्खामा 2-3 महिना मात्रै त्यो 2 र 4 मा अवरोध हुन्छ। अरू वडाहरूमा त सबै ठाउँ बाटो पुगिरहेको छ। कच्ची बाटो पक्की बाटो त होइन। त्यही पनि अब यो वर्षदेखि हामीले पर्यटनमा के गर्ने
अलिकति बढी बजेट विनियोग गरेर 3 तले झर्ना भन्छ यहाँ तल ठुली गाउँमा पनि अब तल त पानी धेरै छ रात यहीँ त चल्न सक्ने कि त त्यति छैन जस्तो छ बर्खामा पछि जेठ बसाइतिर अहिले पानीको मात्रा कम छ तर अब 9 जिल्ला जोड्ने ठाउँ भयो हुनाले यहाँ त 9 पहाडका 7वटा जिल्ला जोड्ने भूगोल भयो हुनाले पर्यटनको सम्भावना अति नै छ यहाँ खानडाँडामा पनि पहिला जस्तो अहिले पर्यटन छैन होटलहरूमा त्यति व्यापार छैन यो त हाम्रो अब पूर्वको जस्तो अतिथि सत्कार अनि पर्यटनलाई सम्मान व्यवहार गर्ने तौर तरिका पनि त्यति राम्रोसँग हुन सकेका छैन अब त्यसलाई तान्नको लागि पर्यटनको होटल व्यवसाय होटल पर्यटन सँगसँगै यहाँको जैविक विविधताहरू हैन यहाँको प्राकृतिक मनोरञ्जनहरूसँग जोड्न सक्यो भने अझ राम्रो हुन्थ्यो निकै पर्यटकीय क्षेत्र रहेको चुरे गाउँपालिका पछिल्लो समय कृषि क्षेत्रको गन्तव्य समेत बन्दै गएको छ आलु टमाटर जस्ता तरकारी खेतीका लागि गन्तव्य बनेको चुरे सुन्तला खेतीको पनि गन्तव्य बनेको छ तरकारी तथा सुन्तला खेतीको गन्तव्य बनेपछि सुदूरपश्चिमका पहाडी जिल्लाबाट चुरेमा बसाइ सर्ने क्रम समेत बढेको छ अन्य पहाडी जिल्लाबाट तराई बसाइ सर्ने बढिरहँदा चुरे क्षेत्रमा भने बसाइ सरेर जाने भन्दा आउने बढी छन् नेपालको जनसङ्ख्या घटिरहेको छ अनि पहाडी गाउँपालिका खाली भइसक्यो लगभग त्यहाँ अब करोडौँको बाटो भएको छ खानेपानी भएको छ सिँचाइ भएको छ बस्ती छैन मान्छे लगभग 50% तराईतिर बसाइसराई भएर आयो अब तराईतिर बसाइसराई आउन कारण के भनेपछि अब सुविधा हुने भयो त्यही अब लगाउने मान्छे विदेश जाने भयो अनि विदेशको पनि एउटा फेसनै भइसक्यो अनि केटाकेटी पढाउँदा श्रीमतीहरू पनि तलतिर अनि बजारमा बस्ने भए कुरा भाडा लिएर राम्रो शिक्षा दीक्षा खानेपानी बत्ती सबै कुराको बजारको मान्छे सुविधा भोगी भयो त्यसले पनि अब पहाडका बस्तीहरू अब तराईतिर चाप बढ्यो यो चुरेमा के छ भन्नुहुन्छ भने चुरेमा स्रोतको साधन धेरै छ यहाँ तपाईँको राम्रोसँग तरकारी खेती गर्ने हो व्यवसाय रूपमा अक्सिजनल तरकारी बेमौसमी तरकारी खेती गर्ने हो भने मान्छेले जति विदेश गएर मिहिनेत गर्छ त्योभन्दा राम्रो कमाइ हुन्छ यहाँ कोरियाको भन्दा राम्रो कमाइ हुनसक्छ अमेरिका भन्दा राम्रो कमाइ हुनसक्छ 3-4 रोपनीमा टनेल राखेर तपाईँको जेठ असार साउन भदौ असोज कार्तिक मौसमसम्म 15-20वटा टनेल बनाएर तरकारी खेती गर्ने हो भने 20-25 लाखको तरकारी उत्पादन गर्न सक्छ व्यवसाय रूपमा किसानहरूले सुन्तलाको लामो रुङ्टु हो 7-8 वर्षपछि फाइदा लिन सक्ने भयो अब सिजनल बाली त बेमौसमी तरकारी त प्रत्येक महिना 2 महिना 3 महिना 6 महिनासम्म 30-40 लाख कमाउन सक्छन् स्रोत भयो अनि तराईको भूभाग पनि नजिक भयो त्यसो भएनाले सानो कमाइमा बढी पैसा भएमा चाहिँ काठमाडौँ तराईतिर झर्ने भने थोरै पैसा भएको कम आय स्रोत भएमा चाहिँ अहिले बझाङका दार्चुलाका बैतडीका मान्छे बढी चुरे क्षेत्रमा झर्ने क्रम छ र उहाँहरूले 2-3 रोपनी जग्गा किनेर पनि आफ्नो केटाकेटी पढाउने व्यवहार बिजनेस गर्ने फलफुल तरकारीबाट आफ्नो घर परिवार धान्न सक्ने सम्भावना भएको हुनाले अनि यतातिर पहाडको बस्ती आकर्षण भएको हो पछिल्लो समय भएका पूर्वाधार विकासले चुरेका पर्यटकीय स्थलहरूले स्थान पाउन थालेको छ भने यहाँको उत्पादनले बजार पाइरहेको छ भौगोलिक हिसाबले पहाड हुँदा स्वच्छ हावापानी सहितको वातावरण छ तराईदेखि नजिकै रहेको चुरे क्षेत्रका उत्पादनले सहजै तराईमा बजार पाउने हुँदा कृषि क्षेत्रमा समेत यहाँका नागरिकको लगाव बढेको छ यहाँको सबै जमिन सदुपयोग हुने हो भने तराईमा आवश्यक पर्ने तरकारी चुरेले निर्यात गर्न सक्छ अब पर्यटन प्रवर्धनसँगै यहाँको उत्पादन बढाउन सके चुरेलाई पर्यटन र कृषिको हबका रूपमा विकास गर्न सकिने थुप्रै आधारहरू देखिन्छन्।